देशको अर्थतन्त्रबारे आउने आधिकारिक तथ्याङ्क र हाम्रो दैनिक जीवनको अनुभव बीच कहिलेकाहीँ तालमेल नभएको जस्तो लाग्छ, हैन त? आज हामी नेपाल राष्ट्र ब्याङ्कको पछिल्लो तथ्याङ्कलाई केलाएर हेर्दैछौँ, जसले मुद्रास्फीतिको एउटा निकै रोचक तर अलि अनौठो चित्र देखाउँछ। ल हेर्नुस् त यो अङ्क नेपाल राष्ट्र ब्याङ्कका अनुसार 2080 साल माघको मध्यसम्ममा नेपालको वार्षिक उपभोक्ता मूल्य मुद्रास्फीति जम्मा 2.42% झरेको छ। सुन्दा त लाग्छ बजारमा खासै मूल्य वृद्धि नै भएको छैन। तर यदि मूल्य वृद्धि यति नै हो भने हाम्रो दैनिक खर्च र बजार जाँदाको अनुभवले किन अर्कै कथा भनिरहेको छ त? हो, यही प्रश्नको उत्तर खोज्दै आज हामी यो तथ्याङ्कको गहिराईमा पुग्नेछौँ। ल अब अलिकति गहिरेर हेरौँ र यो 2.42% पछाडि लुकेको वास्तविक कथा के हो त्यो पत्ता लगाउँ। यो अङ्कले हाम्रो अनुभवभन्दा कसरी फरक चित्र देखाइरहेको छ? यो परिवर्तन कति ठूलो हो भनेर बुझ्न ठिक 1 वर्ष अघिको तथ्याङ्क हेरौँ न। त्यति बेला मुद्रास्फीति 5.41% थियो। अहिले त्यो घटेर आधाभन्दा पनि कम अर्थात् 2.42% मा आइपुगेको छ। यो आफैमा एउटा ठूलो गिरावट हो, पक्कै पनि। अब यो समग्र अङ्क कसरी बन्छ भनेर बुझ्न जरुरी छ। मुद्रास्फीति भनेको धेरै वस्तु र सेवाहरूको मूल्यको एउटा औसत हो। यसलाई बुझ्न सजिलोको लागि दुईवटा छुट्टा-छुट्टै डालोमा राखेर हेरौँ। एउटामा खाद्य तथा पेय पदार्थ र अर्कोमा गैर खाद्य तथा सेवाहरू। रहस्य यहीँनिर छ। तथ्याङ्कले के देखाउँछ भने खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि त ऋणात्मक छ, अर्थात् 0.09% घटेको छ। तर अर्कोतर्फ गैर खाद्य तथा सेवा क्षेत्रको मूल्य भने 3.81% बढेको छ। अब यो स्लाइडमा भएको चार्टले यो भिन्नतालाई झनै छर्लङ्ग पार्छ। हेर्नुस् त, सुन्तला रङ्गको रेखा जसले खानेकुराको मूल्य देखाउँछ त्यो ओह्रालो लागिरहेको छ, तर खैरो रेखा जसले गैर खाद्य र सेवा क्षेत्रको मूल्य देखाउँछ त्यो त माथि नै छ। हो, यही दुई फरक बाटो हिँडेका कारणले गर्दा नै औसत अङ्क यति कम देखिएको हो। खाद्य पदार्थको मूल्य घट्नुको मुख्य कारण केही वस्तुहरूको मूल्यमा आएको ठूलो गिरावट हो। जस्तै गेडागुडी र दालको मूल्य 5.5% भन्दा बढीले घटेको छ, मसलाको मूल्य लगभग 4%ले र अन्न तथा त्यसबाट बन्ने उत्पादनहरूको मूल्य पनि घटेको छ। एकातिर खानेकुरा सस्तो भइरहँदा हाम्रो खर्च किन बढिरहेको जस्तो लाग्छ त? अब त्यो महँगीको असली खेलाडी को हो त्यो हेरौँ। गैर खाद्य र सेवा क्षेत्रमा के कुरा महँगिएको छ? यो प्रश्नले हामीलाई मुद्रास्फीतिको अर्को पाटोतर्फ लैजान्छ। हाम्रो दैनिकीमा असर पार्ने तर खानेकुरा बाहेकका वस्तु तथा सेवाहरूको अवस्था वास्तवमा कस्तो छ त? गैर खाद्य क्षेत्रमा धेरै कुराको मूल्य बढेको छ। जस्तै शिक्षा 7.5%ले महँगो भएको छ, लत्ता कपडा र जुत्ता पनि 5% भन्दा बढीले। तर कथा यतिमै सकिँदैन, सबैभन्दा ठूलो झट्का त अर्कै ठाउँमा छ। हो, 21.75%, 21.75%। यो एउटै अङ्कले गैर खाद्य क्षेत्रको मूल्य वृद्धिलाई ह्वाप्तै माथि पुर्याएको छ। यो कुनै सानोतिनो वृद्धि होइन। अब प्रश्न उठ्छ, यो डरलाग्दो वृद्धि केमा भयो त? यो भएको हो विविध वस्तु तथा सेवाहरू भन्ने समूहमा। यसमा व्यक्तिगत हेरचाहका सामान, वित्तीय सेवा र अन्य विभिन्न शुल्कहरू जस्ता अनेक कुराहरू पर्छन्। हो, यही एउटा समूहको अस्वाभाविक मूल्य वृद्धिले नै गैर खाद्य क्षेत्रको औसतलाई माथि तानेको हो। ल अब देशको समग्र चित्रबाट अलिकति बाहिर निस्केर प्रदेशको हाल के छ त्यो हेरौँ, किनकि महँगीको अनुभव सबैलाई एउटै हुँदैन। यो बुझ्न एकदमै जरुरी छ कि हामीले सुरुमा देखेको 2.42% को राष्ट्रिय औसतले सबै प्रदेशको वास्तविक अवस्थालाई देखाउँदैन। कुनै प्रदेशमा मूल्यवृद्धि बढी छ भने कुनैमा निकै कम। यहाँ हेर्नुहोस् त, कति ठूलो भिन्नता छ। एकातिर कोशी प्रदेशमा मुद्रास्फीति 3.25% छ, जुन राष्ट्रिय औसतभन्दा निकै बढी हो। अर्कोतिर कर्णाली प्रदेशमा यो केवल 1.08% मात्रै छ, जुन सबैभन्दा कम हो। एउटै देश तर कति फरक अनुभव। यो बार चार्टले भिन्नतालाई अझ स्पष्ट पार्छ। कोशी प्रदेशको बार राष्ट्रिय औसतभन्दा माथि छ भने कर्णाली प्रदेशको बार निकै तल छ। यसले के देखाउँछ भने कुनै पनि व्यक्तिको बसोबास गर्ने ठाउँले उसको मुद्रास्फीतिको अनुभवमा ठूलो फरक पार्छ। अन्तमा यी सबै तथ्याङ्क र विश्लेषणको अर्थ के हो त?
यी अङ्कहरू पछाडिको कथा बुझ्नु हाम्रो लागि किन यति महत्त्वपूर्ण छ? आजको विश्लेषणबाट हामीले 4 मुख्य कुराहरू सिक्यौं। पहिलो, 2.42% त्यो हेडलाइन अङ्कले मात्र पूरै कथा भन्दैन। दोस्रो, यो अङ्क खाद्य वस्तुको घट्दो मूल्यले गर्दा कम देखिएको हो, जबकि सेवाहरूको लागत बढिरहेको छ। तेस्रो, विविध वस्तु तथा सेवा समूहमा भएको 21.75% को वृद्धि नै मूल्य वृद्धिको मुख्य कारण हो। र चौथो, मुद्रास्फीतिको वास्तविक अनुभव भौगोलिक क्षेत्र अनुसार एकदमै फरक पर्दछ। त्यसैले कुनै पनि एउटा आर्थिक तथ्याङ्कले मात्रै सम्पूर्ण वास्तविकतालाई समेट्न सक्दैन। त्यसको पछाडि लुकेका विभिन्न पक्षहरूलाई बुझ्नु आवश्यक छ। अब एकछिन सोचौं त हाम्रो आफ्नो दैनिक जीवन र वरपरको बजारले मूल्यको बारेमा कस्तो कथा सुनाइरहेको छ।